हिँड्ने रहर कसलाई हुन्छ र? तर दुर्घटनामा परिसकेपछि शरीरका अङ्ग यथास्थितिमा फर्काउन राखिएका स्टिल र रड आर्थिक अभावका कारण निकाल्न नसक्दा झन पीडित भएर बसेका नागरिकको सुविधाका लागि पाँचथरको फेदेममा शिविरको आयोजना गरियो। 100 जनाको शरीरबाट स्टिल रड झिक्ने र राख्ने सँगै 1400 जनाको हाड जोड्ने सम्बन्धी समस्या पहिचान गरिएको छ। फिदिम बजारमा सामान्य ज्याला मजबुरी गर्दै आउनुभएका नसिम मियाले दुईवटै नली खुट्टामा स्टिल रड बोकेर 3.5 वर्षसम्म कष्टकर जीवन बिताउनुभयो। दुर्घटनापछि राखिएका स्टिल रड आर्थिक अभावका कारण झिक्न नसक्दा शरीरभित्रै बोकेर हिँडिरहनुभएका उहाँले 3.5 वर्षपछि बल्ल जिल्ला अस्पताल पाँचथरमा आयोजित निशुल्क शिविरमा गएर किला काँटी झिक्नुभयो। आर्थिक अवस्था कमजोर भएकै कारण शरीरमा राखिएको स्टिल रड झिक्न नसक्दा 4 वर्षदेखि पीडामा रहनुभएकी फिदिम 6 शिवाकी माया मगरले पनि यही शिविरबाट निशुल्क सेवा पाउनुभयो। एकजना कमाउनु छु, 7 जना 8 जना खानु छ, के गर्नु? कति वर्ष चाहिँ भयो त? 3.5 वर्ष चाप लाग्न आँटेको। यहीँ हालेको हाम्रो जिल्ला अस्पतालमा होइन, अनि अहिले अब झिक्नु पर्यो भन्दै हाम्रो शिविर आयो। पीडा सहेर बसिरहेका ग्रामीण क्षेत्रका नागरिकको सुविधालाई ध्यानमा राख्दै फिदिम नगरपालिका, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, रोटरी क्लब अफ ललितपुर र पाँचथर जिल्ला अस्पतालको आयोजनामा फिदिममा निशुल्क शिविर आयोजना गरिएको हो। कम आय भएका विपन्न वर्गहरू र ग्रामीण अन्तर्गत रहेका नागरिकहरूले उपचार गर्न नसकिरहेका नागरिकहरूलाई थप सेवा दिनको लागि फिदिम नगरपालिका लगायतको आयोजनामा यो शिविर सञ्चालन गरिएको छ। विज्ञ डाक्टर र चिकित्सकको उपस्थितिमा साताव्यापी सञ्चालन भएको शिविरमा 100 जना नागरिकका शरीरबाट स्टिल रड र किला काँटी झिकिएको छ। 1350 भन्दा धेरै नागरिकको हाड जोड्ने सम्बन्धी समस्या पहिचान भएको छ। धेरै जसो कतिपय चाहिँ पुरानो जुन चाहिँ चोटपटक लागेर अपरेसन भइसके पनि स्टिलहरू शरीरभित्रै रहेको र त्यो स्टिलले दुःख दिइरहेको, कसैलाई चाहिँ एकदम पेनफुल, त्यो स्टिलले धेरै दुखाउने भएको र कतिमा चाहिँ इन्फेक्सन भएको त्यस्तो केसहरू आउनु भएको थियो। हड्डी पाकेका हड्डी पाक्ने रोग लिएर आउनु भएको थियो। शिविरबाट पाँचथर, ताप्लेजुङ, इलाम र तेह्रथुमसँगै झापा र काठमाडौँसम्मबाट आएका बिरामीले शरीरको स्टिल रड झिक्नका साथै समस्या पहिचान गराएका हुन्। शरीरमा राखेका स्टिल रड झिक्न 4 लाख रुपैयाँसम्म खर्च हुन्छ। सर्वसाधारणलाई त्यो खर्च जुटाउन सजिलो छैन। त्यही भएर नागरिकहरू समस्याको बोझ बोकेर शिविर कुर्न वा शरीरभित्रै स्टिल रड बोकेर हिँड्न बाध्य हुन्छन्। कान्तिपुर समाचारका लागि लक्ष्मी गौतम, फिदिम, पाँचथर। प्रदेश विशेषमा आजको राउन्ड अप।